हेलो दर्शन नमस्ते। म चाहिँ यहाँ अहिले घरमा मेरो साथीसँग छ। मेरो साथीसँग चाहिँ एउटा छोटो एउटा इन्टरभ्यू गर्नु लागेको छु। उसको एउटा स्टोरी लाइफ स्टोरी भनौँ न। ऊ चाहिँ अब के भन्नु भन्दा ऊ चाहिँ अलिकति एउटा ड्रग्स एडिक्ट थियो पहिला, थुप्रो साल अब त्यसरी खाएर हिँड्यो। र ऊ र म चाहिँ एकदम चाइल्डहुड फ्रेन्ड हो। अनेस्टली भन्यो भने अब हामी सँगै खाएर सँगै हुर्केको मान्छे हो। र अलिकति अब स्कुल टाइमदेखि चाहिँ अलिकति र उसले पनि अलिकति स्कुल ड्रप आउट गऱ्यो, त्यहाँदेखि राम्रो भेटेन नि त। त्यहाँबाट चाहिँ उसको र मेरो लाइफ यस्तो भयो। म यता भयो उता भएर गयो नि त उसको र मेरो लाइफ चाहिँ। अन्त त्यहाँबाट चाहिँ उसले चाहिँ अलिकति त्यसै नराम्रो बाटोमा गएछ। अब गएर अन्त ऊ अहिले ओभरकम भएर आयो। अन्त उसले भन्दाखेरि 2013देखि टिल 2024सम्म चाहिँ त्यसरी एडिक्ट भएर बसेछ, त्यसरी खाएर। अन्त अहिले चाहिँ अब ऊ एकदम नर्मल सिम्पल लिभिङ भएर मान्छे एकदम गुड पर्सन भएर आएको छ। अन्त उसले त्यत्रो अब 11 इयर्स भनौँ न, अलमोस्ट 2013 to 24 भन्दाखेरि 11 इयर्स हो रहेछ। त्यति 11 इयर्सभित्रमा उसले कतिको के चिजहरू अब उसले स्ट्रगल गरे, के चिजहरू अब भोग्यो होइन। त्यो कुरा चाहिँ अब म उसलाई क्वेसन मैले यहाँ अलिकति बनाएर लिएर आएको छु उसलाई सोध्नुको लागि। अलिकति उसलाई सोधौँ न भनेर चाहिँ उसलाई मैले रिक्वेस्ट गरेर लिएर आएको। मैले तिमीलाई क्वेसनहरू लिएर आएको छु एक दुईवटा। तिमीले अब भन्नु मन लाग्यो भने भन्नु मन लाग्यो भने स्किप भनिदिनु ल, त्यति चाहिँ भनिदिनु। जब तिमीलाई फर्स्ट टाइम 2013मा अरे होइन, 13देखि 24सम्म नि फर्स्ट टाइम तिमीलाई त्यसरी ड्रग्समा एक्सपोज हुँदाखेरि तिमीलाई कस्तो भयो, कसरी चाहिँ तिमी ड्रग्समा लाग्यो क्या, कसरी स्टार्ट गर्यो तिमीले? अब फर्स्टमा त के भन्दा अब होइन, त्यही अब साथीभाइसँगै लागेर अब यताउता त्यो अलिअलि साथीभाइहरू खाँदाखेरि आफूलाई पनि खानु मन लाग्यो होइन, खायो अलिअलि मजा भयो। फर्स्टमा त्यसरी भयो भनौँ न ड्रग्समा एक्सपोज चाहिँ। त्यसरी हुँदा बिस्तारै त्यतिकै लागेको। त्यतिकै लाग्यो। तिमीलाई त्यति बेला चाहिँ ड्रग्सले कस्तो के चाहिँ दिन्थ्यो तिमीलाई, के चाहिँ हुन्थ्यो त्यो ड्रग्स खाँदाखेरि तिमीलाई कस्तो फिल हुन्थ्यो र तिमीले कन्टिन्यू खानु थाल्यो त्यसलाई, कन्टिन्यू लियो लाइफसम्म? त्यो समयमा चाहिँ के थियो भन्दाखेरि अब खाएपछि चाहिँ अलिकति खुसी पाउने क्या, खुसी मिल्ने आफ्नो मनलाई हो। अब त्यही भएर खुसी भयो, खायो, आज खायो भोलि खायो, त्यत्तिकै लत लागेको थाहै नै भएन क्या। त्यसरी खुसी मिल्ने कारणले खाइपठाएछ। त्यतिकै अब हेबिट हुन्छ नि, वान्स खायो ट्वाइस खायो नि। ओके। तिमीलाई कहिले चाहिँ अब रियलाइज भयो कि त्यो चाहिँ अब अकेसनली खायो भने राम्रो हो, रेगुलर ढुक्कै खायो भने चाहिँ राम्रो होइन भनेर? तर तिमी त्यसमै डिपेन्ड हुन्थ्यो ढुक्कै क्या, त्यस्तो हुन्थ्यो बिचबिचमा खाँदा? हुन्थ्यो। यो चाहिँ त्यो समय चाहिँ कुन चाहिँ आयो भने जब अब भुटानमा लकडाउन भयो होइन। लकडाउन हुँदाखेरि चाहिँ अब जयगाउँ इन्डिया जानु पाउँथेन हामी। त्यो टाइममा चाहिँ अब पोलोसेल भएको कारणले त्यो टाइमदेखि चाहिँ अब सोचै आयो। म चाहिँ त्यो टाइममा चाहिँ अलिकति फसिसकेको रहेछ क्या त्यहीपट्टि। त्यही भयो लकडाउनको समयमा। लकडाउनमा अब बाहिर कता घुम्नु जानु पाउँथेन, अन्त खालि घरमा बस्थ्यो, लकडाउन बन्यो, त्यो खायो, त्यसमै टाइम पास चाहिँ। त्यो ड्रग्सभन्दा बाहिर तिम्रो लाइफ कस्तो थियो पहिला, जस्तै स्कुल टाइममा साथीभाइहरूसँग, अन्त फ्रेन्ड्स फ्यामिलीहरू कस्तो थियो त्यति बेला अब अगाडि पहिला लाइफ? त्यो समयमा अब के भन्नु अब होइन, पहिलेको समयमा अब रमाइलो थियो त्यो टाइममा होइन। एडिक्सनमा फस्नुभन्दा अगाडि त एकदम रमाइलो नै थियो लाइफ, जिन्दगी। एडिक्सनमा फसेपछि पो त खतम भएको जिन्दगी चाहिँ। तिमीले आफूलाई ढाँट्दै हिँड्थ्यो होइन, त्यसमा आफूलाई के हो बिलिभ इन यर सेल्फ भन्ने हुन्छ नि। आफूलाई कुन चाहिँमा चाहिँ मैले गरेको चिजहरू सबै राइट हो भनेर, तर त्यो चाहिँ झुट हुन्थ्यो होइन। त्यो चाहिँ कुन चाहिँ कतिखेर त्यस्तो भएको थियो तिमीलाई, कहिले चाहिँ त्यस्तो हुन्थ्यो, कतिखेर? अब त्यो चाहिँ के थियो भन्दा अब होइन आफूलाई ढाँटे गराउँछ के कस्तो थियो भन्दा जस्तो आज लास्ट खान्छु भोलि दिन खाँदिनँ, त्यही हो। जस्तै कि हामीले अब रक्सी खाएर बेलुका मातेर सुत्यो, भोलि उठ्दादेखि म कहिल्यै खाँदिनँ भन्छ नि, तर फेरि खाइरहेको हुन्छ, भोलि खाइरहेको त्यही सेम यही हो। त्यस्तै खालको हुन्छ नि। त्यस्तै हुन्छ। तिमीलाई कुन चाहिँ मोमेन्ट चाहिँ यस्तो थियो कि तिमीले यु हेभ लस्ट एभ्रिथिङ क्या, कुन चाहिँ मोमेन्ट यस्तो भयो कि तिमीले सबै कुरो गुमाइसकेको थियो, त्यो कुन चाहिँ दिन हो त्यो चाहिँ? अब त्यो चाहिँ कुन चाहिँ भन्छु भन्दा चाहिँ अब 2021 जुन दिन चाहिँ अब 2021 त्यति बेला चाहिँ के भयो? 2021मा चाहिँ के भयो भन्दा मेरो बाउ बित्नु भयो। अब त्यो समयमा चाहिँ अब होइन अलिकति त्यस्तो भएको। 2021 त्यति बेला तिमीलाई अब तिमीले सबै कुरो के भन्छ गुमाइसकेको है।
तिमीले अब त्यस्तो हुँदाखेरि अन्त तिम्रो रिलेसनसिपहरू आयो कस्तो टाइपमा एफेक्ट भयो रिलेसनसिप भयो फ्रेन्ड्स एन्ड फ्यामिलिजलाई कसरी एफेक्ट गर्यो अन्त अब त्यस्तो मान्छे अब होइन जस्तो एडिक्सनमा फर्स्ट मान्छेकोमा रिलेसनहरू कस्तो हुन्छ भने अब त्यही अब भन्यो भने अब घरमा एकजना बिग्रेको छ भने अब शाखा सबैले भोग्नुपर्छ परिवार सबैले नै भोग्नुपर्छ कि त्यो कुरो चाहिँ नि अब घरबाट एकजना बिग्रेको छ भने त्यस्तो हुन्छ तिमीले पहिला पनि त्यसरी छोड्नु खोज्थ्यौ बिचमा छोड्नु खोज्थ्यौ कि त्यो छोड्नु खोज्दाखेरि तिमीलाई कस्तो फिल हुन्थ्यो मैले छोड्नु खोजेको म 2022मा छोडेँ पनि 2022मा लगभग 3 months युज गरेन मैले फेरि अब त्यही अब साथीको लैलामा लागेर हो अब यताउता होइन फेरि रिल्याक्स भयो कन्टिन्यू गरेँ त्यस्तै भयो छोड्नु ट्राई त गरेको थियौ त्यति बेला पनि छोड्नु ट्राई गरेको थिएँ तिमीले अब नबुझेको कारण चाहिँ के भन्दा अरू मान्छेहरूले बुझ्दैन जो तिमीले भोगेको छ त्यो कुरा अरूले बुझ्दैन जो तिमीले बुझ्दैन त्यो चाहिँ कसरी त्यस्तो हुन्छ अब एउटा भनाइ के छ भन्दा चाहिँ अब होइन अब जबसम्म आफूले भोग्दैन नि तबसम्म थाहा पाउँदैन भन्छ नि मान्छेहरूले त्यही हो एउटा चाहिँ अब त अर्कोले त अब जे पनि भन्छ नि र उनीहरूले नभोगेको चिज जे पनि भन्छ जब उसले भोगेको चिज छ उसलाई थाहा हुन्छ नि उसले अलिकति बुझ्छ सही हो तिमीलाई त्यो स्पेसिफिक मोमेन्ट के हो तिमीलाई अब कुन चाहिँ मोमेन्ट थियो यस्तो लाग्यो कि तिमीलाई इनफ इज इनफ तिमीलाई अब चाहिँ म बेसी भयो मैले यो युज गरेर बेसी भयो भन्ने कुन चाहिँ मोमेन्ट हो तिमीलाई त्यस्तो लाग्थ्यो कुन चाहिँ दिन त्यस्तो भयो त्यो चाहिँ के थियो भन्दा अब होइन जस्तै अब मेरो रिलेसन बिग्रियो अब होइन त्यही मोमेन्ट अब 2023 होइन 24 लागिसकेको थियो त्यो टाइमबाट चाहिँ अब मेरो रिलेसन बिग्रियो होइन ओके त्यहाँबाट चाहिँ अब डेली सोचेर आयो 24मा चाहिँ त्यसरी भएर जाँदा अब रिलेसनसिप बिग्रियो तिम्रो होइन त्यहाँबाट चाहिँ अब इनफ इज इनफ फिल भएको है यो सोचेर आयो त्यो सोचेर आएको नि त्यहाँबाट जति भयो होइन स्टप भनेर चाहिँ आफूले ओके त्यो अब मैले पुरा खाँदैछ भनेर त्यो कसरी छोड्नुपर्ने त्यस्तो हुन्थ्यो त्यो त हुन्थ्यो अब जस्तो अब मान्छे म हेभी नै खाने मान्छे हो अब जस्तो अब कम्ती खाँदाखेरि पनि आफूलाई चित्त नबुझ्ने पुरै लट्ठो हुन्छ खानुपर्ने अब फाइल खान्थ्यो म्याक्सिमम् मैले पर डे 60 पिस 70 पिस हिर्काउँथ्यो त्यो चाहिँ बेसी हो नि बेसी हो नि अब 60-70 भनेर नर्मली होइन नि त्यो मात्रै भयो ठिक छ अब फाल्टो पनि युज गऱ्यो होइन अब त्यही अब बिएस भन्छ केटाहरूले होइन बिएस भनेपछि त बुझिहाल्नुपर्छ के हो खाने केटाहरूलाई थाहा छ बिएस भने के हो दुइटै युज गर्छ त्यस्तो के हो गाइस मलाई पनि थाहा छ नै बिएस भनेको चाहिँ भन्नु कमेन्टमा तिमीलाई अब सबभन्दा केमा चाहिँ तिमीलाई डर लाग्थ्यो कि जो यो मैले छोडेन भने मलाई यस्तो हुन्छ भने तिमीलाई केमा त्यस्तो डर हुन्थ्यो अब मैले छोडेन भने मलाई यस्तो हुन्छ भन्ने खालको हुन्छ नि डर केमा लाग्थ्यो अब खोइ खाने मान्छेहरूलाई त अब के डर भन्नु डरै थिएन क्या त्यस्तो डरै थिएन मलाई त खानु पायो नि भयो कि डर सर केही थिएन मनमा अन्त अब त्यहाँबाट तिमीले खानु छोड्यो नि त्यहाँ खानु छोडेदेखि तिमीले स्टार्टिङ फ्रम 1 day to 1 week तिमीलाई कस्तो फिल हुन्थ्यो तिमीले खानु छोडेदेखि सबैभन्दा पर्सनल होइन एक्सपिरियन्सले भन्छु अब यो चाहिँ कस्तो थिएन फर्स्ट अब होइन एक हप्ता चाहिँ मैले कसरी बिताएँ भनेपछि नि म रुँदै बसेको छु एक हप्ता पुरा बडी प्यारालाइज हुन्छ हो अब नखाएर हो त्यो चाहिँ अब डाइरिया यस्तो हुन्छ बडी प्यारालाइज भात खानु सक्दैन होइन केही रुच्दैन यस्तो हुन्छ क्या तिमीले त्यो छोड्दाखेरि तिमीले कसलाई चाहिँ फर्स्टमा कसलाई चाहिँ गएर तिमीले सुनायो तिम्रो फ्यामिली हुन्छ फ्रेन्ड्स अब रिलेसनसिप भयो मैले छोड्दैछु भनेर तिमीले कसलाई सुनायो र उनीहरूले कसरी रियाक्सन दियो तिमीले त्यस्तो भन्दाखेरि मैले सबैभन्दा चाहिँ फर्स्टमा चाहिँ मैले मेरो दिदीलाई भन्यो दिदी हाँसे पनि अब अन्त सेकेन्ड चाहिँ अब आमालाई भन्यो आमाले पनि ठिकै भन्यो अब राम्रो नखा कति खायो होइन त्यस्तो भन्यो अब थर्ड चाहिँ मैले साथीभाइलाई भन्यो कति साथीले पनि अब राम्रो पनि भन्यो राम्रो हो अब छोड्दैछस् नखा फर्केर यस्तो भन्यो अब कति साथी त अब हाँसे पनि तैँले छोड्छ के हो अब यस्तै हुन्छ
हो नि कतिले त बिलिभ पनि गर्दैन कि सँगै खाइरहेको हुन्छ यता छोड्छ है के यसले त भन्ने खालको हुन्छ ट्रस्ट हुँदैन नि ढुक्कै सँगै खाइरहेको मजाक गरिदिन्छ साथीले त्यही त्यस्तो भयो। तिमीलाई अब त्यसमा बिगेस्ट सपोर्ट तिमीले कहाँबाट पायो फ्रेन्ड्स फ्यामिली रिलेसनसिप लाइक अब कतै बाहिरबाट पनि लाइक प्रोफेसनलबाट अब रिह्याबबाट डक्टरले कुनैले तिमीलाई सपोर्ट गर्यो त्यो तिमीले खान छोड्यो भन्दाखेरि यस्तो चाहिँ कोहीबाट पाएन हो सपोर्ट आफूले आफूलाई नै कन्ट्रोल गरेर ओभरकम भएको हो गुड एप्रिसिएट लाग्यो त्यो चाहिँ मलाई क्या तिमीले त्यसलाई अब रिप्लेस गर्नु लाग्यो ड्रग्सलाई अब खानु छोड्दै रिप्लेस त्यसलाई खानु मन लाग्दाखेरि तिमीले कसरी के गर्थ्यौ त्यसलाई रिप्लेस त्यसको लागि के रिप्लेस गर्थ्यौ कि अरू चिज खान्थ्यौ लाइक अब के हो लाइक अब भन्दाखेरि अब फर्स्टमा चाहिँ अब अलिअलि एल्कोहल युज गर्यो रक्सी ड्रिङ्क्सले चाहिँ अलिकति त्यो याददास्त हराउँछ त्यो रक्सको चाहिँ मैले चाहिँ त्यही युज गरेँ सबैले चाहिँ अब कसैले कस्तो कस्तो युज गर्छ होला मलाई थाहा भएन मैले चाहिँ त्यही हल्का एल्कोहल युज गरेँ हो त्यसले सपोर्ट गर्यो मलाई चाहिँ अब ड्रग्स छोड्नुदेखि चाहिँ तिमीलाई कोही बेला त्यसो क्राइभिङ हुन्थ्यो होला नि अब पुरा खानु मन लाग्थ्यो नि त्यसमा के गर्थ्यो तिमीलाई क्राइभिङ हुँदाखेरि त्यो समयमा चाहिँ मैले के गर्थ्यो भन्दाखेरि अब म चाहिँ अलिकति बिजी बस्ने ट्राई गर्थेँ कि अब जस्तो कामहरू के छ होइन गरिबस्यो यस्तो गऱ्यो भने चाहिँ अब हाम्रो सोचै त्यहाँ जाँदैन रहेछ नि खानुमा जाँदैन नि अब अलिक आफूले बिजी नै राख्नुपर्छ आफूले आफूलाई नै ओके अन्त कहिले त्यस्तो रिल्याक्स भयो तिमीलाई अनि त्यसमा कसरी तिमीले छोड्नु सक्यो त्यस्तो रिल्याक्स भयो भने छोड्यो कि कस्तो भयो बिचमा वान्स म भयो रिल्याक्स अब जस्तै छोडेर 2 महिना यस्तोमा भयो फेरि बिचमा सोच अलिकति आएर फेरि छोड्दै खानु अन्त अब अलमोस्ट तिमीले 2013 to 24 भन्दाखेरि अलमोस्ट अब 11 इयर्समा 11 भित्रमा तिमीलाई रिग्रेट कति भयो होला कति सेमफुल भयो होला आफूलाई होइन अन्त त्यसमा कसरी डिल गर्थ्यौ तिमीले अब गिल्टी फिल भयो होला तिमीलाई कस्तो लाग्थ्यो तिमीलाई त्यसमा कति रिग्रेट भयो कि अब रिग्रेट त के नहुनु होइन अब मान्छेले कस्तो नजरले हेर्छ अब होइन अब देख्दाखेरि ट्यापे भनिदिन्छ अब सिधै हो है यस्तो गाउँघरमा त त्यस्तो भन्छ नि अब यस्तो चाहिँ अब धेरै भोगेको छु कि अब भोगेको मान्छेलाई मात्रै थाहा हुन्छ के भोगे होइन कस्तो यताउता होइन धेरै भोगेको छु यस्तो कुरोहरू चाहिँ अन्त आफूलाई तिमीले कहिले माफ गर्यौ माफ त अब के भन्नु होइन आफूले आफूलाई माफ गर्यो भनिदिउँ न अब होइन मान्छेले अब होइन भन्नु त भन्छ नि अब के जे पाए त्यही भने आफू त्यही बाटोमा हिँडेर त अब उनीहरूले भनेको अब उनीहरूले त्यसै त भनेको होइन नि आफू नराम्रो भएर त भनेको हो होइन त्यही हो मान्छेहरूको अन्त तिमीले अहिले अब त्यो लाइफ कम्पेयर गर न जस्तो कि अहिले तिमी अब खानु छोड्यो नि त्योदेखि पहिला खाएको लाइफ कम्पेयर गर्दा कस्तो के चिज लाग्छ तिमीलाई डिफ्रेन्स अहिले कस्तो डिफ्रेन्स लाग्छ भने अब मैले पहिले त कस्तो लाइफ बिताएछ भनेर के अब होइन लाइफ बिताएछ नि जिन्दगी त यो रहेछ नि अहिले होइन लाइफ भनेको त अहिले चाहिँ होइन अहिलेको लाइफ चाहिँ एकदम बवाल लाग्छ मलाई पहिलेको लाइफ मैले कस्तो लाइफ बिताएछ भनेर धेरै रिग्रेट हुन्छ क्या 11 इयर्स वेस्ट गरेछ मैले क्या त्यो चाहिँ धेरै होइन मनमा हिर्काउँछ हिट हान्छ सही हो अन्त तिमीलाई कुन चाहिँ त्यो पहिला त्यो ड्रग्स खाँदा नगरेको मोमेन्ट्सहरू इन्जोय मेन अब मोमेन्ट चाहिँ कुन चाहिँ लाग्छ अहिले तिमीलाई कुन चाहिँ हो अब खै के भने अब त्यो चाहिँ अब कस्तो भन्दा अब होइन खाएर भन्दा पनि अब नखाएरै बसेको राम्रो हुँदैछ होइन अहिले त्यही लाइफ यही लाइफ राम्रो हुँदैछ त्यो लाइफ त के हो कसले मन पराउँदैन होइन पुलिसको भयो पुलिसको नजरबाट बचेर हिँड्नु पर्यो होइन अब मान्छेले कसले राम्रो भन्दैन यताउता होइन त्यस्तै यही लाइफ राम्रो हो अन्त तिमीले अब त्यस्तो रिलेसनसिप फ्रेन्ड्स फ्यामिली केही चेन्जेस देख्यौ के चेन्जेस ल्यायो तिमीले अहिलेसम्म खै अब अहिलेसम्म खाएर हिँडेर बिग्रेर होला अहिलेसम्म त खै मैले धेरै कुरोहरू भोगे पनि देखेँ पनि क्या तर खै अब पहिले मान्छेको हेर्ने नजर अलिकति फाल्टो हुँदो रहेछ पहिले खाएर हिँड्दा कस्तो नजरले हेर्थ्यो अहिले अलिकति राम्रो नजरले हेर्छ त्यो खुसी लाग्छ अन्त तिमीले कसरी चाहिँ तिमीले आफूलाई मेन्टल हेल्थ कसरी चाहिँ तिमीले अब इम्प्रुभ गर्यो कि अहिलेसम्म तिमीले कसरी गर्यो त्यो चाहिँ कसरी इम्प्रुभ गर्यो भन्दा अब सबै भन्न पनि सकिँदैन हो त्यो कुराहरू मनमै राख्नु होला ठिकै छ
अहिले तिमीलाई आफूलाई कुन चाहिँ एउटा प्राउड महसुस गर्छ नि, एउटा प्राउड फिल केमा लाग्छ तिमीलाई आफूलाई केमा चाहिँ लाग्छ? मलाई कस्तो अहिले चाहिँ कस्तो लाग्छ भने प्राउड फिल कस्तो गर्छु भने म होइन त्यो लाइफदेखि अहिले यो लाइफ आउँदैछन् अब एकदम होइन आफूले प्राउड भने एप्रिसिएट गर्नु पऱ्यो नि यो लाइफ लाग्छ। तिमीले अब कस्तो भन्छ फ्रिडम भनेको कस्तो लाग्छ तिमीलाई आफूले? फ्रिडम भनेको चाहिँ के हो जस्तो लाग्छ तिमीलाई? फ्रिडम चिज भन्ने चाहिँ अब पहिलेको लाइफ हेरेर अहिलेको लाइफ हेर्दा चाहिँ नि अब कस्तो लाग्छ यो हो नि त फ्रिडम। सही हो। पहिले त कस्तो लाइफ बितायो भनेर अहिले यो लाइफ हो फ्रिडम चाहिँ। अन्त अब तिमीले के भन्छ अहिलेको युथहरूलाई के भन्न चाहन्छ? अहिलेको त्यस्तो अब ड्रग्स एडिक्टमा अब त्यसरी इन्डल्ज अब इन्भल्भ भइरहेको छ, दे आर स्टिल युजिङ होइन, दे क्यानट एभोइड होइन। अब उनीहरूलाई तिमीले के भन्न चाहन्छ तिम्रो केटाहरूलाई साथीहरूलाई भयो अहिलेको अब युथहरूलाई? एनी मेसेजेस? अब म चाहिँ के भन्न चाहन्छु भन्दाखेरि चाहिँ अब होइन जति पनि छोड्नु चाहने मान्छेहरू छ त्यो एक दिन दुई दिन तडपेर बस्छ क्या छोड्नु सक्छ हामीले यो कुरा क्या हामीले चिताएन भने केही गर्न सक्दैन, चितायो भने हरेक कुरो गर्न सक्छ क्या। अब युथहरूलाई अब होइन अहिलेको युथहरू के भन्छु भन्दा चाहिँ अब यस्तो कुरोदेखि चाहिँ टाढै बस्छ होइन, यसले तिम्रो अब होइन फ्युचर बिगारिदिन्छ क्या, ड्रग्सले फ्युचर बिगारिदिन्छ, तिम्रो लाइफ बिगार्छ होइन, अब फ्यामिलीसँग सम्बन्ध बिगार्छ, रिलेसनसिपमा सब कुछ बिगारिदिन्छ क्या। तिमीलाई अब खाँदा एकछिनको मजा मात्रै हो, जो अब त्यो आदत लागिसकेपछि नि तिम्रो जिन्दगी नै नरकै हुन्छ क्या। जस्तो अब मैले हरेक कुरो भोगेर आएको मान्छे हो होइन, त्यही ठिक छ। अब तिमीले त्यो फ्यामिली मेम्बर्सहरूलाई के भन्न चाहन्छौ? उनीहरूको नानीहरू बिग्रिरहेको छ क्या, त्यो फ्यामिली मेम्बर्स त्यो अब प्यारेन्ट्सलाई के भन्न चाहन्छ? तिमीले त्यो नानीहरू कति बिग्रेर हिँडिरहेछ के भन्न चाहन्छु भन्दा चाहिँ अब उनीहरूलाई अलिकति साथ देऊ, सपोर्ट गर होइन, यो राम्रो होइन, उसलाई राम्रोसँगले भन, त्यो रिसले कराएर यताउता के हो भने के रिसले कराएर त्यो पुरै बिग्रिने मात्रै त्यो सुध्रिँदैन, करायो भने झन् सुन्दैन नि खाएको जोसमा होइन, झन् इरी फिल हुन्छ नि। राम्रो भन होइन, यताउता साथ सपोर्ट देऊ, राम्रो गर, केयर गर, माया गर, सुध्रिन्छ एक न एक दिन सुध्रिन्छ। तिम्रो अन्त अब लाइफमा के अब सपनाहरू छ, ड्रिम्स एन्ड गोल्सहरू के छ आफ्टर अब यहाँदेखि म 5 years पछाडि 2 साल पछाडि आई विल डु समथिङ होइन न्यू यस्तो केही छ? अब तिमीले के गर्छु भन्ने चिज छ? यो चाहिँ छ यस्तो कुरा चाहिँ छ, तर अब त्यो चाहिँ भन्नु हुँदैन नि, आफ्नो प्लान्सहरू गोल्सहरू नि भन्नु हुँदैन नि। ठिकै छ नि त छ नि तिम्रोमा होइन, के गर्छु भन्ने चिज छ नि त नि तिम्रोमा। ठिक छ, त्यो चाहिँ राख्नुपर्छ, आई एप्रिसिएट इट। लास्ट क्वेसन चाहिँ के भने तिमीले अब यत्रो 11 yearsको जर्नी होइन, तिमीले त्यसलाई अब तिमीले एउटा टाइटल राख्नु पऱ्यो भने तिमीले के टाइटल चाहिँ राख्छौ होला त्यसमा? तिमीले के चाहिँ भन्छ त्यसलाई? अब लाइक अब 1 man soldier हो कि ब्रेभ म्यान हो कि कस्तो राख्छ तिमी? के राख्छु त्यही होला होइन, 1 man army भनेर। ओके ठिकै छ। आयो मलाई खुसी लाग्यो तिमीले छोड्यो, अब आफ्नै बचपनको साथी यसरी सुधिँदा त खुसी लाग्छ मलाई पनि क्या, एकदम एप्रिसिएट लाग्यो। यतिकै बस्नु फेरि खायो भने त अब त त्यहाँ कान पक्रे बिगारे मैले भने। ल ठिकै छ। अन्त गाइसहरू यो चाहिँ उहाँको अब लाइफ स्टोरी हो भनौँ न, एउटा सर्ट एन्ड स्विटमा भनेको छ। कस्तो लाग्यो कमेन्ट्स गरिदिनुहोस् र लाइक पनि गरिदिनुहोस्, सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनुहोस् है गाइस। थ्याङ्क यू सो मच, धन्यवाद।